आजको यात्रा सुदूर पश्चिम सिक्किम, नेपाल भारतको सिमाना, चिया भन्ज्याङ, कालीझार, फोक्टी डाँडा हुँदै सिंहलीला टपसम्मको खुबै रोचक अनि साहसिक यात्रा हुनेछ। मसँग मेरो सहयात्री लिजाङ उफ बेबी अनि भाइ मन्दीप पनि साथमा हुनेछन्। बाटोमा देखिएका रमणीय दृश्यहरूको अवलोकन गराउँदै तपाईहरुलाई हामी सँगै गन्तव्यतिर लैजानेछौँ। आउनुहोस् आजको यात्रा सँगै गरौँ है त। स्टोभ बोक्नु भइस त अन्त पर्खाए जोजो मैले पुरा जोजो तपाईँलाई पर्खाए पो त यो बोलिन्छ जोजो हामी त खाजा खाएको त्यो पर्खिदियो अरे। हामी टक्कै नाम्चीबाट स्टार्ट गर्यो। कति बजी 9:48। Dentam Valley view. दिनभरिको लामो बाटो, सुन्दर ठाउँहरूको भिडियो बनाउँदै, क्यामेरामा फोटोहरू उतार्दै हामी कामराङ बस्ती, तातो पानी, लेक्सेप बजार, गेजिङ बजार, पेलिङ, देन्ताम बजार उत्तरे हुँदै साँझ पख सोफाखा बस्ती पुग्यौँ। चियो भन्नु त यहाँबाट निकै माथि हो। हामी सोफाखा भन्ने ठाउँमा आइपुगिसकेका छौँ र हामी बस्ने होमस्टे चाहिँ यो सोफाखा चिया भन्ज्याङ होमस्टे यही नै हो है।
यहाँबाट चिया भन्ज्याङ अझै छ तपाईँको 5-6 किलोमिटर है। तर विश्वास चाहिँ के भइरहेको छ भने फगी चाहिँ यति डरलाग्दो लागिरहेको छ। अन्त यो फगीले गर्दाखेरि केही देखिरहेको छुइनँ क्या हो। अब दिन उज्यालो हुनु र उक्रिनु भने चाहिँ तपाईँको ठाउँ चाहिँ साँच्चै नै सुन्दर हो। तर अब अहिले हेर्नुहोस् अब यो होमस्टेलाई त यहाँबाट यतिमा देख्नु सकिरहेको छैन। र फगी यति साह्रो लागिरहेको छ हो। अहिले समय लगभग 4 को छेउछेउ बस्दैछ, 4 बज्दैछ। तर पनि उफ्रिने कुनै उपाय नै छैन। अब भोलि पनि यस्तै भयो भने चाहिँ हाम्रो प्रोग्राम चाहिँ बिस्वादै हुन्छ होला। र पनि नयाँ एक्सपिरियन्स हुँदैछ एउटा फगीमा पनि क्या मजाले आउने घुम्ने नि। रातिको खाना पाक्दैछ। दाउराको आगोमा पकाएको खाना साँच्चै नै मिठो हुन्छ। खाँदाखेरि जुन धुवाँसो गनाउँछ नि, संसारमा कहीँ पनि नपाउने स्वाद भनेको त्यही हो। हामी अगेनाको वरिपरि बसेर आगो तापिरहेका छौँ। सायद धेरै वर्षपछि हुन पर्छ यसरी अगेनामा आगो तापेको पनि। धेरै साल वर्ष दिन बितेछ। आज बाल्यकालमा बिताएको बस्तीको घर अनि अगेनाको असाध्यै याद आयो। आमाको याद आयो, बाबाको याद आयो। यहाँ हाम्रो नानी चाहिँ क्यामेरा निकाल्नु त पोस्ट दिनु। लु क्यामेरा लु क्यामेरा पोस्ट गरिदिनुहोस् न। लु लु यता पोस्ट लु यहाँ लु लु पोस्ट दिनुहोस् छिटो। पोस्ट पोस्ट कन्सर्ट बचाएर राखेको छ। चिया भन्ज्याङदेखि उता फोक्टे अनि सिङ्गलीला है यता बजारे डाँडाहरूको ट्र्याकमा निस्किएको छौँ। तर अब दिन चाहिँ भने जस्तो राम्रो छैन है। दिन अब आज बिहान चाहिँ घाम लागेको थियो। घाम लागेको एकदमै राम्रो भएको थियो। तर अहिले चाहिँ 10-11 छेउछेउ बज्दैछ। दिन बिगिँदै जाँदैछ। 9 मा 8:58 मात्रै हुँदो रहेछ। कति टाइम गएको जस्तो लागेन। 8:58 र हेरौँ अब आजको ट्र्याक कहाँसम्म हुन्छ है। त्यहाँसम्म पुग्ने वेदर राम्रो भएन भने हामी सायदै सिङ्गलीला हिल्सहरू, सिङ्गलीला टपहरू चाहिँ पुग्न सक्दैनौँ होला। किनभने फगिनु पर्छ है। यहाँबाट अब फेरि सोपाखा पुग्नु
निकै टाइम लाग्छ, निकै नै समय पनि लाग्छ। त्यसैले गर्दाखेरि आज अब यो वेदर मौसमले पनि गर्छ। अब मौसम हेरिहाल्नुहोस् कस्तो छ अहिले मौसम है। अब पुरै त धुमिरहेको छ होइन मौसमले गर्दाखेरि। तर अब राम्रो त राम्रो भएको छ, तर हेरौँ कस्तो हुने हो वेदर। इन्डियाबाट म नेपाल प्रवेश गर्दैछु। सो इन्डिया नेपाल इन्डिया। अहिले हामी नेपालको बाटो हिँडिरहेको छौँ। दुईपट्टिको म्युचुअल अन्डरस्ट्यान्डिङमा चाहिँ रोड खडा गर्नुपर्ने रहेछ। उता चाहिँ इन्डियाबाट आएको, यहाँ भएर नेपाल कनेक्ट भएको छ। कनेक्ट चाहिँ भएको छैन। मोमेन्ट्स देन एकछिन ल। नेपाली बुझ्यो हो पत्र बुझ्छ हो क्या भन्नु। जङ्गल सजिएकी छिन् रङ्गी बिरङ्गी फुलहरूले, जसरी सजिएकी हुन्छन् यौवनको पहिलो खुर्कुरा टेकेकी एउटी सुन्दरी। हामी कहिले जङ्गलका फुलहरूसँग रमाउँदै त कहिले हुस्से र कुहिरो भित्र हराउँदै अघि बढिरहेका हुन्छौँ। सेताम्मे भएका छन् वनपाखाहरू हिउँ परेर। हामी त्यही हिउँको बाटो भएर हिँडिरहेका छौँ, पाइलाका डोबहरू छोड्दै सम्झनाको छातीभरि। कोही त आउलान् यही पाइलाका डोबहरू खोज्दै खोज्दै, कुनै दिन कुनै साँझ कुनै बिहानी। अनि भेटेर भन्लिन्, कैयौँ युग बित्यो मेरो मान्छे, तिम्रो पाइलाको डोबहरू पछाउँदै पछाउँदै यहाँसम्म आएर भेट्न पनि। फाइनल्ली कालीझार आइपुग्यो। तर कालीझार त आइपुग्यौँ, कुहिरोले चाहिँ साथीहरू पनि कुहिरोमा चाहिँ हराइरहेकै छ है हो। कुहिरो छिचल्दै 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 हामी अहिले कालीझार बेस क्याम्प चाहिँ आइपुग्यौँ। र यहाँको दृश्य यस्तै छ, योपालिको दृश्य है। तपाईँहरू बादलसँगै रमाउनु होला, बादलसँगै बहकिनु होला है, बादलसँगै गुनगुनाउनु होला, अनि बादलसँगै गीत पनि गाउनु होला हो। त्यो बादल पारीको
मेरी माया भन्ने गीत गाउनुहोस् हो। र यो भिडियो हेर्नुहोस्, तपाईँको माया गाउँ घरमै छ भने पनि बादलपारीकै फिल हुन्छ हुनु चाहिँ। जुनै पनि एउटा सुन्दर ठाउँमा है, रमाइलो ठाउँमा केही कमी कमजोरी त हुन्छै हुन्छ क्या। त्यो चाहिँ प्रकृतिले होइन, हामी मानवले नै है। र झार बेस क्याम्पमा पनि है, जति पनि हाम्रो अब क्याम्पिङको लागि आउनुहुन्छ नि साथीहरू है, अब बिचरा उहाँहरूलाई जाडो भएर त होला है यो तातोको दबाई हो, तर पनि अब राम्रो नदेखेको नि हो। जसरी ल्याउनु भएको थियो नि बोकेर तपाईँहरूले, त्यसरी नै बोकेर लाँदा चाहिँ के हुन्थ्यो होला, केही त नहुने होइन। किनभने अझै बोकेर लाँदाखेरि चाहिँ हल्का भयो नि त। किनभने तपाईँहरूले यो कति झन्डै 1 लिटरको त खानुभयो होला, पिउनु भयो होला है। अब त्यो 1 लिटर त कम्ती भयो नि त। तपाईँहरूले 10 ल्याउनु भएको थियो भने 10 लिटर कम्ती भयो होइन। र बरु खाली लगेको चाहिँ राम्रो नि त हो। त्यही भएर चाहिँ तपाईँहरूलाई फेरि आउने साथीहरूलाई निवेदन है, बोकेरै लानुहोस्, आउनुहोस् बोकेर लानुहोस्। आज हामी आएको छौँ, हामी पनि यहाँनिर खाजाहरू खान्छौँ, हाम्रो पनि सरसामान ल्याएको छौँ है। तर हाम्रोमा त्यस्तो बोतलहरू हुँदैन, हामी त्यस्तो चाहिँ खाँदैनौँ। तर हामी खाएको प्लास्टिकहरू सबै झोलामा हाल्छौँ क्या, झोलामा पनि हालिरहेको छौँ। र अन्यथा चाहिँ नलिनुहोस् होला है। अब किनभने अब प्रकृतिलाई माया गर्नेहरू त आउँछ नि त यो ठाउँमा त होइन, प्रकृति प्रेमीहरू नि त आउनुहुन्छ। तर प्रकृति प्रेमीले चाहिँ आएर चाहिँ फेरि यस्तो गरिदिनु भयो भने अलिकति राम्रो देखेन क्या है। र अन्यथा चाहिँ रिसाउनु चाहिँ नहोस् है फेरि तपाईँहरूलाई चाहिँ भनेको होइन नि। फेरि यो जसले ल्यायो नि उसलाई मात्रै भनेको, सुटुक्कै त्यो पनि क्या तपाईँहरूको कानमा। उनीहरूले चाहिँ नसुनोस् यिनीहरूले चाहिँ कि, तर अरूले चाहिँ नल्याओस् भन्ने कुरा मात्रै एउटा सन्देश दिन चाहेको है। कस्तो जो ग्रेभी कि यो गयो। चिसो मौसममा तातो खाजा खाएपछि फेरि हामी हाम्रो गन्तव्य सिङ्गलीला हिलतिर लाग्छौँ। तर मौसम अति नै खराब बन्दै जान्छ। हामी सिङ्गलीला हिललाई टाढाबाट हेर्छौँ, त नजिक भने जान सक्दैनौँ। तर फेरि आउनेछौँ सिङ्गलीला तिमीलाई अँगालोमा बाँध्न। अब हिउँ पर्नु थाल्यो है, भन्दै हिउँ पर्नु थाल्यो क्या, भाग्दै हिउँ पर्छ, हिउँले हामीलाई भेट्छ भनेर हामी भाग्दै थियौँ। अब हिउँ आउनु थालिहाल्यो। यो देख्नुहुन्छ नि फाटाक फिटिक हिउँहरू आइरहेको छ है। अब हेर्दा एकछिनमै सेतामै भइहाल्छ। के भएर अब हिउँबाट जोगिने पनि उपाय भएन, तर केही छैन। जसलाई हिउँ खेल्नु मन छ, हिउँ खेल्नु हुनेहरूलाई चाहिँ आउँदाखेरि हुन्छ। अब यति नजिक आएर पनि सिङ्गलीला हिलमा पुग्न सकेनौँ। बेरमाइलो लागिरहेको छ। यात्राको अन्तिम पडाउमा आएर पनि सफल हुन सकेनौँ। तर एउटा भनाइ छ नि, भेट्न नपाउनु नै फेरि भेट्ने प्रतीक्षामा छुटिनु हो। हामी फेरि आउनेछौँ सिङ्गलीला तिमीलाई भेट्न।